हिमाल खड्काको बर्थडे भव्य रूपमा भइरहेको छ। ल म सुजन सरलाई आफ्नो भनाइ राखेर माइक हस्तान्तरण हिमालजीले गरिदिने अनुरोध गर्दछु। सुजन सर के राखिदिनु। हेलो सबैलाई नमस्ते है। हामी सबैको सम्धि हिमाल खड्काको चाहिँ आज विशेष पनि जन्म उत्सव आज चाहिँ हामी मनाउन गइरहेका छौँ र यस्तै गरी सम्धिको चाहिँ आगामी दिनहरूमा पनि यस्तै हर्षोल्लासका साथ यस्तै यस्तै बर्थडेहरू जन्मदिनहरू चाहिँ मनाइरहन पाइयोस्। सम्धिलाई जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहे। नमस्ते सबैजनालाई। म हजुरहरूलाई आज के भन्नु गइरहेको छु भने अब मेरो आज विशेष दिन अर्थात् जन्मदिन हजुरहरूलाई थाहा पाइसक्नु भएको छ, सायद हाइलाइट देखेर पनि थाहा हुन्छ होइन। अब मेरो यो सबभन्दा यहाँ मित्र साथीहरू हुनुहुन्छ प्रत्यक्ष अप्रत्यक्ष रूपमा सबैजनाले जसले सम्झिनु भएको छ, सबभन्दा पहिला सर्वप्रथम मेरो जिउँदो भगवान मेरो आमा बुवालाई सम्झिन चाहन्छु। यसै गरी मेरो अमेरिकामा रहेको भाइ दीपक खड्कालाई, अनि काठमाडौँमा हाल बसोबास गर्दै आएको मेरो भाइ कान्छो मनिष राज खड्का, अनि घरमा रहेको एउटा बहिनी, अनि मेरो श्रीमती कृष्ण कुमारी बुढाथोकी छिटे खड्कालाई पनि मैले सम्झिन चाहेँ, मिठो माया छ। अनि मेरो दुई छोरा समीर सम्राट खड्का र एउटा छोरी सिमरन खड्कालाई पनि सम्झेँ। र मेरो घर परिवार अङ्कल आन्टी हजुरबा हजुरआमा माउली परिवार माइती परिवार सम्पूर्णलाई मेरा शुभचिन्तक जो जति हुनुहुन्छ मलाई आज फेसबुकमा इमोमा व्हाट्सएपमा टिकटकमा सम्झेर साथ दिनुहुने सम्पूर्णलाई विशेष विशेष धन्यवाद। र अब रह्यो प्रत्यक्ष मलाई चाहिँ साथ दिएर यसरी परदेशमा यसरी रमाउनुपर्छ भनेर हौसला दिने मेरो आदमी रुम पार्टनर बेड पार्टनर साथी एउटा भीमबहादुर साई हुनुहुन्छ, उहाँलाई पनि धेरै धेरै सम्मान लगायत मेरो त्यसपछि आफ्नै नगरपालिकाभित्रको वडा नम्बरभित्रै टोल छिमेकी भएको मेरो भाइ यहीँ हुनुहुन्छ, उता हेरिदिनु न, हाम्रो विराज मल्ल ठकुरी भाइलाई पनि धेरै धेरै माया छ। अनि त्यसै गरी हाम्रो दुर्गाबहादुर कार्की भन्ने दाई आदरणीय दाई सबैभन्दा अगाडि हामीले उहाँलाई ठुल दाई भनेर पनि चिन्ने गरेका छौँ, अनि उहाँलाई चाहिँ सबैले उयो गरिदिनु होला। त्यसै गरी मेरो लागि धेरै टाढा टाढाबाट आइराख्नु भएको छ, अझै पनि कोही कसैलाई भन्न छुटाएको छ भन्ने मान्नु भएको छ होला सायद। म एकजना मेरो मनमुटुमा बस्न सफल रहनुभएका सम्धि तपाईँले चिनिराख्नु भएको छ, टिकटक हेरेपछि छ्याट्टै चिनिन्छ। अनि उहाँको घर चाहिँ काभ्रे हो, कमेन्टबाट भन्नुभएको छ घर कहाँ हो भनेर सोधिराख्नु भएको थियो सबैजनाले। यो मेरो आफ्नै अफिसियल च्यानल युट्युबमा पनि जान्छ। उहाँको घर चाहिँ काभ्रे प्लान्चोक, हाल बसोबास काठमाडौँमा, र उहाँ सुजन छेत्रीलाई पनि धेरै सम्मान छ है। र त्यसै गरी हामी सबैजना हाम्रो यो पत्रकार मित्र हुनुहुन्छ, हाम्रो घर प्युठान हो, उहाँ चाहिँ अहिले मिलन मगर बसाइ पेनाङमा बस्नुभएको भिडियो गराउँदै हुनुहुन्छ, उहाँले देखाउन नचाहे पनि म तपाईँलाई एरो लगाएर देखाइदिनेछु। त्यसै गरी टाढैबाट आउनुभएको हाम्रो मित्रहरू, अर्को नाम भन्न चाहेन मैले, नाम चिनेको हाम्रो चन्द्र सर, उहाँलाई पनि सम्मान छ। त्यसै गरी हाम्रो विक्रम भाइ, अनि हाम्रो दिल्ली दाई हुनुहुन्छ, हाम्रो पत्रकारलाई कोही कसै छुट्नु भएको छ भने भन्नु होला। प्रत्यक्ष रूपमा यसरी साथ दिएर साथ दिनुभएको। अब मैले हाम्रो जन्मदिनलाई यतिकै सम्पन्न त ठ्याक्कै भन्नु मिल्दैन, अहिले साथीहरू त आउँदै हुनुहुन्छ, किनभने आफ्नो कार्यव्यस्तताको कारणले गर्दा कोही कसैलाई सबैलाई एकमुष्टमा जमर्को गर्न पाइएन। कसरी